नमस्कार साथीहरू। आज मैले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको अ, नागरिक लगानी कोष अनलाइन इन्ट्री कसरी गर्ने भन्ने सम्बन्धित भिडियो बनाइरहेको छु। भिडियो हेर्नुभन्दा अगाडि यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। सबभन्दा पहिला तपाईँले एउटा ब्राउजर खोलेर CIT सर्च गर्नुहोला र CIT सर्च गरिसकेपछि सुरुमा आउने यो CIT मै क्लिक गर्नुहोला र यस्तो विन्डोज खुल्छ। यसलाई चाहिँ इन्टु गरिदिनु होला। यस्तो इन्टु गरिसकेपछि हामीले यहाँ देख्न सक्छौँ ई-सर्भिस भन्ने छ। त्यो ई-सर्भिसभित्र लगइन इन्डिभिजुअली एन्ड अफिसमा क्लिक गर्नुहोला। त्यसपछि हामीले यसमा आफ्नो विद्यालयको युजर नेम र पासवर्ड चाहिँ लगइन गर्नुहोला। र यसरी लगइन गरिसकेपछि हामीले यहाँ देख्न सक्छौँ डास्कबोर्ड, चेन्ज पासवर्ड हुँदाहुँदै अफिस स्क्रिम कलेक्सन सिट्स इन्ट्री भन्नेमा चाहिँ क्लिक गर्नुहोला। त्यसपछि यसरी क्लिक गरिसकेपछि यस्तो पेज खुल्नेछ। यस्तो पेज खुलिसकेपछि तपाईँले माथि गएर चाहिँ यहाँ प्लस भएको ठाउँमा क्रिएट होला। क्रिएट गरिसकेपछि हामीले देख्न सक्छौँ यहाँ स्किममा सर्च गर्नुहोला। स्किममा सर्च गरिसकेपछि यहाँ TBN टिचर इन्सुरेन्स फन्ड न्यूमा क्लिक गर्नुहोला। कलेक्सन हेडमा चाहिँ अब कुन महिनाको राख्ने हो त्यसको अन्तिम महिना राख्नुहोला। त्यसपछि हामी राख्न सक्छौँ अब यहाँ कुन महिनादेखि कुन महिनासम्म, जस्तै मैले राखेको छु माघ महिनादेखि चैत महिनासम्म त्यहाँ छान्नुहोला। 2082 माघ महिनादेखि 2082 चैत महिनासम्म यो तेस्रो त्रैमासिकको चाहिँ अनलाइन इन्ट्री गर्न गइरहेको छु। सर्चमा क्लिक गरिसकेपछि आफ्ना टिचरहरूको सम्पूर्ण आफ्नो विद्यालयमा कार्यरत शिक्षकहरूको सम्पूर्ण विवरण यहाँ देखाउनेछ र त्यहाँ क्लिक गर्नुहोला। र क्लिक गरिसकेपछि हामीले अब यसमा गएर रकम राख्नुहोला कति छ त्यो फेरि प्लस गर्नुहोला। फेरि त्यहाँ गएर क्लिक गर्नुहोला। शिक्षक छान्नुहोस्। फेरि त्यसरी नै रकम राख्नुहोला। त्रैमासिकको टोटल रकम कति छ फेरि प्लस गर्नुहोला। लगातार यसरी सम्पूर्ण शिक्षक स्टाफहरूको रकम राख्दै एड न्यू गर्दै फेरि सर्च गर्दै अनि रकम राख्दै एड न्यू गर्दै जतिजना शिक्षक स्टाफहरू हुनुहुन्छ सबै शिक्षक स्टाफहरूको चाहिँ यसरी चुज गर्दै छान्दै अनि एड न्यू गर्नुहोला। यसरी एड न्यू गरिसकेपछि तपाईँले टोटल रकम सकिसकेपछि कन्फर्म सबमिटमा क्लिक गर्नुहोला। कन्फर्म सबमिटमा क्लिक गरिसकेपछि एउटा यस्तो कोड आउँछ जुन कोड राख्नुहोला पछि सुरक्षित साथ र त्यसमा क्लिक ओके गरिसकेपछि एउटा भाउचर खुल्छ। जुन भाउचर लगेर तपाईँ बैङ्कमा डिपोजिट गर्न जानुहोला।